पशुपतिमा मागेर हैरान पार्ने सबै उठाइए, भारतीय माग्नेलाई देशै फर्काइने। जति पनि भारतीय मूलका नागरिक भेट्छ उनीहरूलाई बोलाएर जिम्मा लगाइन्छ। मेरो कोठा चाहिँ के तपाईले टेन्सन लिनै पर्दैन, सबै चीजको व्यवस्थापन हुन्छ। यहाँ तपाईको हरेक दिन पैसा माग्यो अनि फेरि त्यहाँबाट 2-4 पैसा जम्मा पर्यो अनि रक्सी खायो, प्याजहरु लड्यो। त्यही एकरे हम कली जबी सबै गरा त छोड देतै, त्यही बुर्बा लागेले त हाम्रो सबके रख ले। उद्धार गरे हो, उनीहरुलाई खाना लाउन व्यवस्था सब गरिरहेछ, यिनीहरु मागेर सबै दुख दिन्छ पेसेन्जरहरुलाई। बाबु अनि के गर्नु? सांसद उठेकाले समेत आफ्नै परिवारलाई माग्ने बनाए। सांसद उठिसकेका मान्छेले पनि आफ्नो परिवार लिएर माग्न राखेको छ। त्यससम्म केस भेट्यो भनेको त्यतिसम्मको उच्च परिवारका मान्छेले पनि आफ्नो बुवा आमा आफ्नो सन्तानलाई चाहिँ कोही अपाङ्ग हुनुहुन्छ भने त उहाँलाई युज गरेर त्यो किसिमको मान्छे भेट्यो नि हजुर। दुःख दिने माग्ने जुन पेशा बनाउनु भएको छ उहाँहरूले। दर्शकवृन्द, पशुपति क्षेत्रबाट सडक आश्रित सहयोगापेक्षीहरूको उद्धार कार्य सुरु भएको छ। काठमाडौँलाई सडक आश्रित सहयोगापेक्षी मुक्त सहर बनाउन महानगरपालिका, नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरूको सहभागितामा सडकमा रहेका बिरामी, मानसिक तथा शारीरिक रूपमा अशक्त बेवारिसे व्यक्तिहरूलाई उद्धार गर्न थालिएको हो। यसै क्रममा आज बिहान भएको उद्धार कार्यले पशुपति क्षेत्रमा माग्नेहरू लगभग सकिएको अवस्था छ। पशुपति परिसरलाई सडक आश्रित मानव रहित बनाउने अभियानमा आज महानगरपालिका र नेपाल प्रहरी सफल भएको देखिएको छ। तपाईलाई चाहिँ सुरक्षित साथ हामीले लगेर राख्छौं। तपाईको उपचार पनि सुन्नुस् न, तपाईको उपचार पनि हुन्छ, सबै चीज हामीले गर्छौं। हजुर चाहिँ हामीसँग हिँड्नु पर्यो है। नजानी सर म तपाई यहाँ किन बस्नु भएको थियो? नत्र त्यतिकै आएर बसिरहेको हातबाट चल्दैन। तपाईले रक्सी खानु भएको छ? छैन, के पनि लाग्यो, के पनि उहाँलाई गाडीमा लिएर हिँड्नु त। म त एकदम राम्रो भन्छु, यो एकदम सही गर्नुभयो। शेरबहादुर एमाले कुनै पनि उनीहरू पार्टीले गर्न सकेन जनतालाई। हामी सबै गरिबलाई हामीले लुटाइ यिनीहरूले सक्यो। तर अहिले भालेन्साले चाहिँ के भन्ने हामीले चाहिँ भगवान जहाँ जस्तो लाग्छ मलाई चाहिँ। हरेक ठाउँमा गयो 10-20 रुपियाँ पायो, लोकल रक्सी खायो, लड्यो, बाटामा लड्यो, कोही रातभरि मान्छेलाई दुःख दियो कराएर होइन। यहाँ 2 जना अर्को छ, तिनीहरूलाई चाहिँ एकदम जनसमाजमा पर्छ। भालेलाई त हामी त टाउको टेर हामीले चिने सक्यो। यो अबको सरकारलाई चाहिँ यो पुरानो सरकार होइन, पुरानो सरकार मेरो घाँटीबाट यहाँमा आइसक्यो थियो होला। केपी ओली र कति जनताले पीडा पारेर भनेर किन बाटो माग्न बस्यो भने त्यसले पीडा गरेर जनता बाटोमा बसेको कारण यही होला, यही कुरो होला। अब हामीले अहिले टार्गेट चाहिँ 3 महिनाको राखेका छौँ। विशेष गरी 3 महिनाको टार्गेट राखेका छ। 3 महिना टार्गेट हुँदै यो अहिले जुन अहिले हाम्रो 2-3 दिनको अनुभवले, यो अहिले हाम्रो गरिरहेको सेवाको अनुभवले चाहिँ त्यति पनि नलाग्ला भन्छ हामीले महानगरलाई घोषणा गर्नलाई। यसरी नै अहिले त्यसलाई महानगर दिन रातै लाग्नु भएको छ। महानगरको टिम, हाम्रो प्रमुखजी, कार्यवाहक प्रमुखजी एकदमै उहाँ त राति 1 बजीसम्म हामी सडकमा हिँड्नुहुन्छ। नेपाल सरकारबाट भइरहेछ। नेपाल सरकारको राम्रो साथ सपोर्ट छ। महानगरको भइहाल्यो, नेपाल प्रहरीको भइहाल्यो, सबै यतिकै इफोर्टमा हिँड्यो चाहिँ हामीलाई धेरै टाइम लाग्ला जस्तो लाग्दैन। हामी देख्न सक्छौँ दर्शकवृन्द, यो माग्ने पेसा बनाएकाहरूलाई यसरी महानगर प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले यसरी नियन्त्रण व्यवस्थापनका लागि नियन्त्रण गरेको छ। अहिले यहाँ आउँदै हुनुहुन्थ्यो कि तपाईँ यो चिज तपाईँको चाहिँ यो के भन्छ, एउटा देखाउने रूप एउटा खगी खाने जस्तो चाहिँ भयो क्या। तपाईँ कोठामा जाने यहाँ नबस्ने भए त यहाँ अहिले किन आएर चाहिँ बस्नुभयो त? माग्न लगाएको हो कि नि तपाईँ? हो, तपाईँले माग्नु पर्दैन। अब राज्यले व्यवस्थापन गर्छ तपाईँलाई। ल हेर्नुहोस् हामीसँग। ल हो, सामान साथ लिएर हेर्नुहोस्, केही फरक पर्दैन। गाडी भाडा नि पर्दैन, सरकारी गाडी चढ्ने। अब कहाँ गाडी भाडा? अब यो पनि हो अघि भाग्ने उसको सन्तान हो।